सो हेलो साथीहरू, के छ सबैलाई सन्चै होला र आज चाहिँ म हैन नयाँ भ्लग लिएर आएको छु तपाईहरुको लागि। र आज चाहिँ म मेरो मेनली हैन आफ्नो यो फेसको हैन स्किन एकदम मेरो डिहाइड्रेट भएको छ क्या। र सनहरुले यो धुलोहरुले गरेर एकदम नै मेरो स्किन ओभर उयो भइरहेको रहेछ हैन। जहाँ चाहिँ मेरो अब आसमा साथीले मलाई रिकमेन्ड गरेको थियो डर्मा अब्रेजन गरौँ भनेर। र उनीसँग आज म यसो डर्मा अब्रेजन पनि गर्छु र यसको बिफोर र आफ्टर रिजल्ट पनि तपाईहरुले देखाउने छु। र मेबी दिस इज द फर्स्ट टाइम हैन मैले ट्राई पनि गर्नु गइरहेको छु फर द स्किन हैन। र अर्को कुरा भने यो अब्रेजनले चाहिँ के गर्छ भने हाम्रो यो स्किनहरुलाई चाहिँ एकदम हाइड्रेट गर्ने र भिटामिन सी दिने काम चाहिँ एकदम गर्दो रहेछ। सो हेरौँ कस्तो हुन्छ हैन। र अर्को भनेको चाहिँ मैले अब योभन्दा अगाडितिर धेरै नै भिडियोहरु ड्रप पनि गरिसकेँ, धेरै भ्लगहरु हाले पनि रहेछ हैन, जहाँ चाहिँ तपाईहरुले मलाई एकदम साथ पनि दिइरहेछ हैन, माया पनि गरिरहेछ। र यसरी नै हैन अझै माया गर्दै जानु पर्यो, सपोर्ट गर्दै जानु पर्यो। र त्यो बेलासम्म म तपाईहरुको लागि नयाँ नयाँ इन्ट्रेस्टिङ भ्लगहरु र हैन डेली लाइफ बेसिसमा मेरो के हैन यो एबाउट द बार्बर कन्टेन्ट क्या, जहाँ चाहिँ हेयर ड्रेसर र बार्बरको रिलेटिभ लाइफ हैन कसरी के हो कस्तो हो त्यो देखाउने पनि छु तपाईहरुलाई हैन। र त्यो बेलासम्म कनेक्टेड भएर बस्नु होला र क्लासमा गएर भेट्छु। ओके, किप इन टच। आज हामीले डर्मा अप्रेजनको ट्रिटमेन्ट गर्नको छ फेसमा। ल है, आज चाहिँ हामी टक्क लाएर गरिदिउँ। यो चाहिँ बिफोर फेस हैन, आफ्टर फेस पनि आउँछ। हेरौँ कस्तो आउँछ रिजल्ट। सकेसम्म बेस्ट गर्नु पर्यो। ओके ओके ल भाग दिदिउँ है। जेल के गरेको हामीले? यो हामीले एक्सफोलिएटर जेल लगाएर एकछिन स्किनलाई एक्सफोलिएट हुन दिने। अब 5 देखि 7 मिनेटसम्म यो जेललाई राखेर अनि वाइप गरेर सेरम लगाउनु पर्छ हामीले। ओके ल 5 मिनेट तपाईं रिल्याक्स गर्न सक्नुहुन्छ। ल म रिल्याक्स गर्छु है त अब। ओके ल अब चाहिँ नयाँ अपरेसन के गर्नु हामी? अब हामीले डर्मा अप्रेजन प्रोबले तपाईको स्किन रफ भएको छ नि त्यसलाई सफ्ट गर्ने काम गर्छ। ल ठिकै छ। भर्खर चाहिँ त्यो सिद्धि होइन मजा पनि आयो स्किनमा टक्क लगाएर। अब चाहिँ आसमाले नयाँ फेस प्याक सिट म्याक्स के यो त आइज हिरो चाहिँ हुन्छ मान्छे त नयाँ स्पाइडरम्यान। बिस मिनट भनेको छ, हेरौँ कति मिनट हो? 20 मिनट। ल 20 मिनट हाल्नुपर्छ। 1 मिनट 2-3 मिनट भइसक्यो। के म त किवी फ्रुट जस्तो देख्छ त, वाटर मिलन जस्तो। ओके लेट्स बिगिन द प्रोसेस। Oh my god, स्किन त के पुरै उयो भएछ नि त।
हेल्दी टाइपको हाइड्रेट होइन एन्टी एजिङ व्हाइटनिङवाला छ अनि यसमा त अब पिल अफ सो दिस इज द फाइनल रिजल्ट अनुहारको रिजल्ट होइन यो हेर्न सक्छ तपाईँहरूले पनि ल कस्तो रिजल्ट देखाएको छ बिफोर र आफ्टर येल्लो 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 ठिक छ ठिक छ हेल्दी देखाएको छ कस्तो देखाएको छ स्किन एकदमै ग्लोई हो ल अनि हाम्रो डक्टरजी कस्तो लाग्यो तपाईँलाई मलाई त बेटर लागिरहेछ तिमीलाई चाहिँ रिजल्ट कस्तो देखाएको छ लागिरहेछ फ्रेस फिल भइरहेछ भनौँ न बेटर लागिरहेछ फ्रेस त म अलरेडी छु नि सुपर फ्रेस र थ्याङ्क यू सो मच आसमालाई हाम्रो यो के अरे डर्मा अपरेसनको लागि यत्तिकै चाहिँ हुनु पऱ्यो गाइज ल त्यही भन्दा मेरो भ्लग यहीँ इन्ड गर्न चाहन्छु बाई बाई